दर्शन नमस्कार सम्पूर्ण मिसेस रोज थापाको हरेक युट्युब अफिसियल च्यानलमा जोड्नु भएको आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरु सामु म अहिले बक्सपाक भन्ने ठाउँमा आएको छु कतार। हजुरहरुले पछाडीको ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ र म यहाँनिर चाहिँ यो जेट बोर्ड छ ल हेर्नुस् है। जति पनि जहाँबाट तपाईले मानवतालाई बुझ्नु भएको छ मेरो पछाडी पार्किङ भयो। मानवता चाहिने रहेछ। आखिर हामी एकअर्काको साथ सपोर्ट कसरी दिने रहेछ, कसरी के गर्ने भनेर जहाँबाट जतिले पनि बुझ्नु भएको छ हजुरहरुप्रति जुनी जुनी कृतज्ञ के छन् र म हजुरलाई ब्याकग्राउन्डहरु देखाउन चाहन्छु। हस् ल हेर्नुस् म यहाँनिर आएको छु, तपाईको यहाँनिर देख्न सक्नुहुन्छ। ल हेर्नुस् यो कतारको यो भ्यूहरु त्यहाँ सफा गरिरहेको छ हेर्नु है। यो भनेको पानी जहाज यहाँ टुप्पामा बसेर निसार सबै नमस्कार छ। अब हामी यहाँनिर जाँदैछौँ। उफ चराहरू उड्न थालिसक्यो। चराहरू उड्न थालिसक्यो। हेर्नुहोस् यो पानी डुङ्गा हेर्नु डुङ्गा हो यो। ल हजुर हेलो गुड मर्निङ हाउ आर यू? यस yeah, this is my YouTube channel. Yeah. How many subscribers? No, especially I'm just using now almost 6,000. 6,000 subscribers? Yeah. You're getting a lot of money, right? No. Because I'm not doing this one for the money. I'm working for the social work. Oh, social work. Yeah, because I'm giving for the news here because I'm working. Oh, fine. Then for the Facebook, more than 400,000. 400,000? Yeah. Followers? Followers. Famous person, huh? I'm not famous, but because of the like my work, because of we are one of the human. Okay. That's why you can go YouTube, huh? Sure. Yeah, Rose Thapa YouTube channel subscribe all. Okay, now almost 4% subscribe, 4% here. Okay, okay, thanks. Oh, हामी यहाँ जाँदैछौँ हेर्नुस् सबैजनाले YouTube च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गरेर अब हामी मानव सेवा प्रतिको यतिसम्म एउटा फ्री सर्भिस दिने हो हैन। अब जो कोही पनि घाँस बास कपासको चाहिँ कहिले पनि उहाँहरूलाई चाहिँ गाह्रो नहोस्। एउटा मानवीय जीवनमा घाँस बास कपास चाहिँ अफकोर्स पाइन्छ नै हैन। आज त्यही एउटा घाँस बास कपास पनि पाएको छैन। अब म यहाँ आएको छु हजुरहरूलाई देखाउनको लागि। यहाँ चाहिँ अब राति भएपछि चराहरू पनि धेरै आउँछन्। अहिले चरा छैनन्। चरा तिमी कहाँ छौ अहिले? हेर्नुस् मैले हजुरहरूलाई समुद्रको किनारामा ल्याउन सफल भएको छु। यहाँ त गहिरो छ होला है। ल हेर्नुस् आकाशमा प्लेन उडिरहेको छ। म यहाँ छु, तपाईले हेर्न सक्नुहुन्छ पारीको। एकदमै राम्रो छैन हेर्नु नि। यहाँ यसो हल्का हिँड्नु पनि पर्छ, सबै ठाउँमा यसो देखाउनु पनि पर्छ, हेर्नु पनि पर्छ हैन। अनि म सबै यो भ्यूहरु हजुरहरूलाई देखाउँछु किनभने इन्टरटेनमेन्ट हो नि त, मान्छेलाई फ्रेस गराउनको लागि। अब यस्तो देखाइदिन्छु म हैन। यो कतारको यो अहिले बनाएको नयाँ हो यो सबै यो बक्स पार्क भनेको यो अहिले यो मोमेन्टहरुमा चाहिँ यस्तोसँग बनाएको छ। हेर्नुस् यहाँको व्यवस्थापन हेर्नुस्। एकदम राम्रो छ। यसरी आएको छु।
यसरी हिँडेपछि एक्सर्साइज पनि हुन्छ हैन। अनि म यसरी घुम्दै 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 जान्छु। हेर्नुस् एकदमै राम्रो छ। हेर्नु न हेर्नुस् सबैमा धेरै धेरै धन्यवाद नमस्कार छ। यी चराहरू उडिरहेछ यहाँनिर फ्लाइङ द बर्ड इन द स्काई यसरी। अब यहाँनिर नि चराहरू नि आउँछ नि राति राति भएपछि कति आउने रहेछ कि चरा। म एउटा काम सकेर आएको थिएँ। ल हेर्नुहोस् चरा सुरुङ्गीहरू उहाँ नाचिरहेछ। मजाले देख्नुभयो मैले हजुरहरूलाई बाटोघाटो यो सबै भ्यूहरू कसरी देखाएको छु हेर्नुहोस् त। एक्सर्साइज गर्नुपर्छ बिहान बिहान एक्सर्साइज गर्नुपर्छ। चराहरू उड्ने ठाउँ भनेको यही। कति आनन्दको ठाउँ छ हेर्नु। हेर्नुहोस् कति राम्रो छ चरा हो। उहाँ बस्छ होला नि। दामी छ होस् ल सबैमा धेरै नमस्कार छ हजुरहरूमा। हेर्नुहोस् मैले सबै ठाउँमा देखाउँदै हिँड्छु। भाइ चरा आएन चरा राति आउने हो चरा बर्ड अभी नहीं आएगा नहीं अभी नहीं आएगा चरा बर्ड चरा उधर आएगा ना। ये चरा बर्ड पंछी ये चरा उद्या ऊ त्यहाँनिर हेर्नु चरा ए कहाँबाट आएको छ। यसरी एकदम राम्रो रमणीय ठाउँ छ यहाँ। खाना ल्याएपछि आउँथ्यो होला। हेर्नु चराहरू
कस्तो मजाले हिँडेको छु हैन म। हजुरहरूलाई भ्यूहरू भ्यू टावरहरू देखाउँदै 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 हेर्नुस् न। ए हेर्नु ए चरा हेर्नुहोस् त कति राम्रो छ। हेर्नुहोस् जीवन एकदमै राम्रो छ, राम्रोसँग बिताउनु पर्छ है। अब बाँकी अबुझ शैतानहरूले कहिले पनि राम्रो हुन त दिँदैन, तर हामी सबैजना मर्नुपर्छ। हामी केही समय यहाँ खेल्न आएको हो है, खेल्नुपर्छ, जानुपर्छ, के गर्ने हैन त। कति राम्रो जीवन। म यहाँतिर घुमाउँछु, यहाँतिर घुमाउँछु, मानिसलाई लिन्छु, क्याप्चर गर्छु। यहाँनिर हेर्नुहोस् धेरैभन्दा धेरै राम्रो छ। तपाईँको यो समुद्र हेर्नुहोस्, हेर्नु कति राम्रो यस्तो समुद्र। सबै भ्यूहरू देखाएपछि कस्तो आनन्द आउँछ नि हैन। मानिसको चोला धेरै आनन्दै त्यही छ कि, यस्तो छ आनन्द। सुख शान्त छ, आफैले बनाउने हो सुख शान्त। अब थाला पर्ला पर्ला, अब रोक्ला पर्ला, अब सासै फुस्केला, त्यो त उहाँहरूको आदेश हो। उहाँहरूको आदेशमा हिँडिरहेका छौँ हामी। अब कहिलेसम्मको अब त्यो आउँछ थाहा छैन। अब कसैलाई केही भरोसा नि छैन। यो नेपालको झन्डा हेर्नुहोस्, हाम्रो नेपालको झन्डा छ त्यहाँ, त्यहाँनिर हाम्रो नेपालको झन्डा छ। म यहाँनिर गएँ, यहाँनिर यसरी जान्छु। ल हेर्नुहोस् यसरी म गएँ, मजाले यसरी लेफ्ट हाने। अब त्यहाँ गएर गयो सिग्नल छ, सिग्नल छ। कस्तो हर्न लाउँछ यो, फेरि कहिल्यै हर्न लाउनु नपाए जस्तो गरेर लाउँछ। हजुर हजुर चट्ट हामी चाहिँ अब घुमेर आइयो। अहिले हामी बस पार्किङ यतातिर घुमेर आइयो। तर आउँदै जाँदाखेरि हजुरहरूलाई फेरि मैले एउटा भिडियो क्लिपहरू छोडिदिएको छु। ल हेर्नुहोस्, एकदम रमाइलो छ, रमाइलो गर्नुपर्छ। एउटा मानवीय जीवन हो हैन। मानवीय जीवनमा एउटा मानवले मानवलाई बुझ्नुपर्छ, धेरैभन्दा धेरै बुझ्नुपर्छ। अब मैले यसरी भिडियोहरू खिच्दै नै छु हजुर।
हेर्नुहोस् सन्चै हुनु चारैमा हुनुहुन्छ नि अब धेरै रमाइलो छ जीवन धेरै रमाइलो हुनुपर्छ जीवन बाँच्नुपर्छ दुःख दिनेहरू त धेरै नै आउँछन् हैन अब त्यही पनि के गर्ने बाँच्नुपर्छ अब दिल त अब रोइ नै हाल्दो रहेछ के गर्ने आउने हामी जहाँ बसे पनि बाँच्न सिक्नु पर्दो रहेछ अब कसरी हुन्छ खुसी रहने हैन वास्तवमा रियालिटी भन्नु पर्दाखेरि आफू बाहेक साथमा कोही नहुने रहेछ अनि ठिकै छ अब कसरी हुन्छ संसारमा बाँच्ने कोसिस गर्नुपर्छ है बाँच्ने कोसिस गर्नुपर्छ हजुरहरू पनि राम्रो हुनु होला र यी नैनमा भरेका ती आँसुहरू ती आफ्ना जीवन साथी नै हुने रहेछ केवल कहिले त खुसीले यी नैनमा आँसु भरिन्छ कहिले त अनेक थरीहरू आइदिन्छ तर गुनासो कोहीसँग पनि छैन दोष कसैलाई पनि छैन मैले यो पृथ्वीमा कसैलाई न त दोष लाउन आएँ न त के लाउन आएँ जस संसारलाई एकतर्फी माया नै गर्ने गरे एकतर्फी माया गर्नु भुल थिएन मेरो पनि पक्कै नै म त माया गर्न आएको मान्छे हो माया गर्छु नै है एउटा सडकमा हिँडेको छु एउटा स्टेरिङको भरमा मेरो बाँच्ने आधार मेरो काम छ मलाई सेवा दिने मौका दिनुभयो भगवान धरती आमाले मलाई आनन्द छ है र मैले अहिले यसरी नै आफ्नो कार्यहरू गर्न सफल भएको छु र आजसम्म मलाई यही काम चिजहरूले मलाई अल्झाइराख्नु भएको छ बचाइराख्नु भएको छ हिम्मत दिइरहनु भएको छ अब के गर्ने संसारमा आउने जानेको त कुनै कमी नै रहन्छ जीवनमा आउने जानेको एउटा जीवन यात्रा हो भने तर यही हो फलानुले गर्दा ढिस्कानुले गर्दा भन्ने चिजहरू चाहिँ कहिले पनि आएन मलाई र त्यो आउन पनि नपरोस् कहिले पनि कसैलाई दोष लाउने ठाउँहरू दिन नपरोस् जुनी पूजा गर्न पाइयोस् जोसुकै भए पनि हामी मान्छे एउटा नर छौँ एउटा नारी छौँ यहाँनिर हेर्नु न कस्तो राम्रो छ है धेरै म अहिले यता जाँदैछु यतापट्टि सबै घर बनाएर रहेछ यतापट्टि सबै घर बनाएर रहेछ अलविदा पार्क हो आफ्नो so amazing so awesome our life we have to be know what we have to do